नसा रोग लाग्नै नदिनुको लागि हामी योग गर्दैछौँ। हाम्रो मिथिला नगरपालिकामा पनि योग राम्रोसँग चलेको छ। 11वटा वडामा योग भवनहरू छ, योग सेन्टरहरू चलिरहेको छ। हामी यसरी मिथिला नगरपालिकालाई योगमय बनाइरहेको कुरा यहाँहरूलाई जानकारी पनि गराउन चाहन्छु र विद्यालयमा पनि योगहरू चलिरहेको छ। यसै गरी हामी जिल्लाभरि नै सम्पूर्ण स्कुलहरूमा योग गरौँ, सम्पूर्ण कर्मचारीहरूले योग गरौँ, सम्पूर्ण जनप्रतिनिधिहरूले योग गरौँ भन्दै आज हामीलाई हरिद्वारदेखि आउनुभएका हाम्रो महिला देवा दिदीले, महिला साध्वी देवा दिदीले भोलिदेखि उहाँको नेतृत्वमा तिरहुता गाछीमा हुन गइरहेको मैदानमा हुन गइरहेको योगमा चाहिँ 11 गतेदेखि 14 गतेसम्म बिहान 5 बजेदेखि 7 बजेसम्म सम्पूर्ण योग प्रेमीहरू आफूलाई निरोग राख्नको लागि उपस्थित भएर यो कार्यक्रमलाई भव्य सफल पारिदिनु हुनेछ भनेर अनुरोध गर्दछु र हामी पनि मिथिला नगरपालिकाबाट यहाँ उपस्थित हुनेछौँ भन्ने प्रतिबद्धताका साथ आज यहाँ सम्पूर्णलाई धन्यवाद। ओम को नमः गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। ओम।